माननीय हर्क साम्पाङज्यूलाई पनि थाहा छ म उतापट्टि हुँदाखेरि पनि हाम्रो पूर्व एरियामा चाहिँ अलि व्यापक रूपमा यसको बारेमा ड्रग युजेसहरु बेसी देखिरहेका छौं र अहिले त यो हाम्रो बोर्डर नाका इलाकामा धेरै भन्दा धेरै ड्रग युजेसहरु बढिरहेछ। हामी एउटा नयाँ सोचले आएको यो सरकारमा, नयाँ विचारले के गर्ने भन्ने आँटले हुटुटीले र कति कुराहरु चाहिँ अब हामीले निर्मम रूपमा प्रस्तुत हुनुपर्छ भन्ने हिसाबले हामी आएको छौं र समस्यालाई राखिराख्यो भने त्यो घाउ बल्झेर ठूलो क्यान्सर हुन जान्छ भने हामी यसमा विश्वास पनि राख्दछौं। त्यही भएको हिसाबले एभ्री टाइम जहिले पनि हामीले यसको बारेमा चाहिँ ड्रग युजको बारेमा चाहिँ हामीले प्रचार प्रसार चाहिँ गर्यौं, तर त्यसको नियन्त्रण र त्यो सप्लाई चेन ब्रेक गर्नलाई चाहिँ हामीले कहिले काम गरेनौं जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो उद्देश्य सप्लाई चेन नै ब्रेक गर्नु हो। अबदेखि सप्लाई चेन ब्रेक भयो भने कुनै पनि नेपालको छोरा छोरी एउटा युवाले ड्रग युजबाट आफ्नो ज्यान गुमाउने अवस्था आउँदैन भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर यसमा हामीले एकदम सिरियसली हेरिरहेका छौं र यसको पहिचान गर्नलाई हामीले आफ्नो तरिकाले विभिन्न निकायको सुरक्षा कर्मीहरू हामीले खटाइसकेका छौं। सायद हाम्रो लागू औषध को हाम्रो नियन्त्रण र नियन्त्रणको दिवस जुन चाहिँ आउँदैछ त्यो दिनदेखि हजुरले केही न केही त रिजल्ट देख्नुहुन्छ। जहिले पनि यो दिवसलाई हाम्रो अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसलाई सेलिब्रेसनको रूपमा हामीले सेलिब्रेट गर्यौं, तर यसको रोकथाम कसरी गर्ने र सप्लाई चेन कसरी ब्रेक गर्ने भनेर चाहिँ अलिकति इफेक्टिभ वेमा चाहिँ हामी काम नगरिसकेको अवस्था देखेको हुनाले चाहिँ हामीले त्यो दिनदेखि चाहिँ यसलाई सेलिब्रेसनको रूपमा हैन कि कार्यान्वयन गरेर यसलाई रोकथामको रूपमा र सप्लाई चेन नै ब्रेक गर्ने हिसाबले चाहिँ हामीले काम अगाडि बढाएको समज्यूबाट सदनलाई जानकारी दिन चाहन्छु।